हाई गर्लिज, यो चाहिँ मेरो आजको गेट रेडी विथ मी भिडियो। साथीहरू सबैजनाले माया गरिदिनु होला। अनि मेरो धेरै त मलाई त्यस्तो केही आउँदैन, मैले बिर्सिन सकेँ। आजभन्दा 2 वर्ष अगाडि चाहिँ मैले प्रोफेसनल मेकअप सिकेको थिएँ होइन, यो हाम्रो निरु गुरुङ दिदीकोमा आइतबारेमा सिकेको थिएँ। अहिले त मैले सबै खाइसकेँ, मलाई केही आउँदैन। हल्का फल्का चाहिँ आउँछ त्यस्तो धेरै चाहिँ। अब त्यो के क्रिज कट क्रिजहरू भयो, स्मोकीहरू, त्यस्तो चाहिँ मैले सबै बिर्सिनै सकेँ। अनि अब फर्स्टमा म युज गर्न अरू कुरा सबै छोड्दिनँ। हामी फर्स्टमा म युज गर्दैछु सेराभीको मोइस्चराइजर। अनि हल्का फल्का एप्लाई गरिरहेको छु। बिहान मर्निङ टाइममा त एप्लाई गरेको हो, अनि फेरि यो अहिले चाहिँ टचअप मात्रै हो। जसरी हुन्छ त्यसरी एप्लाई गरिरहेको छु होइन साथीहरू, भन छोरो। अनि अब पालो आयो मेरो फाउन्डेसनको। यो फाउन्डेसनले चाहिँ मेरो फेसमा यस्तो सुट गरेछ नि साथीहरू। मेरो यो फेस टोन अनुसारको चाहिँ मलाई ट्याक्क मिलेको छ क्या। धेरै ब्राइटनिङ चाहिँ म लाउँदिनँ, अलिकति डार्कै सेडको लगाउँछु कि म फाउन्डेसन, त्यस्तो चाहिँ लाउँदिनँ। अनि मलाई एकदम सुट गरेछ भन्दैछु। यहाँ सक्यो क्या हो भनेर भन्दैछु। अनि लगाएँ फाउन्डेसन पनि ड्याप 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 गरेँ, हातले पनि ड्याप ड्याप गरेँ। टाइम थिएन, हतार पत्तर गरिहाल्ने, लत्तर पत्तर बनाइहाल्ने अनुहारमा, हेर्न सक्नुहुन्छ। अनि मेरो रह्यो ब्लसर, मेरो कहाँ गयो ब्लस भनेर खोज्दैछु। अनि दिदीले भित्र छ भनेर भन्दैछ। अनि भित्रबाट ब्लस ल्याएँ। अनि ब्लस ल्याएपछि ब्लस एप्लाई गरेँ, ड्याप 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 गरेर हातले नै एप्लाई गरेँ साथीहरू। अनि त्यस पछाडि यो ब्लस पनि मेरो सी ग्ल्यामको हो, एकदम राम्रो छ। यो पनि मलाई एकदम मन परेको छ। यो पनि मेरो यो फर्स्ट टाइम लिएको हो, तर मैले सकेको पनि छैन क्या साथीहरू। काहीँ निस्केको भए पो सकिन्छ त, छोरो भएदेखि त काहीँ निस्किन नै पाइनँ नि। म कहाँ निस्किन पाउनु साथीहरू, काहीँ निस्किन पाइनँ। भर्खर म निस्किन थालेको। अब अहिले चाहिँ अब छोरोलाई यसो घरमा यताउता छोडेर ओरेर यताउता गर्न थालेको। नभए त छोरोले छोड्न पनि मिलेन, आफूलाई पनि छोड्न मन नलाग्ने। अनि अब भर्खरै निस्किन थालेको। अनि त्यही भएर चाहिँ तर मेकअपको सामानहरू त्यस्तो खासै सकेको पनि छैन, यो हिँडेकै छैन काहीँ पनि। अनि कहाँबाट सकिनु र। अनि म यहाँ के खोज्दैछु, अनि म यहाँ भन्दैछु यो चाहिँ मेरो के भन्छ हाइलाइटर। यो चाहिँ मम्मीले ल्याइदिनु भएको थियो बाहिरबाट। अहिलेसम्म चाहिँ युज भइरहेछ क्या, कति वर्ष भइसक्यो, 2-3 वर्षै बेसी नै भयो। यो हाइलाइटर चाहिँ मैले धेरैजनालाई दिएँ पनि, किनभने धेरै कम्प्लिमेन्ट पनि आयो क्या। एकदम केही नलगाइकन हिँड्दाखेरि पनि साइनर मात्रै लगायो भने पनि कस्तो कम्प्लिमेन्ट आउने, कस्तो राम्रो, केही नलगाउँदा पनि फेसमा कस्तो राम्रो देखेको भनेर कम्प्लिमेन्ट आउने के यो साइनर के अरे हाइलाइटर लगाउँदाखेरि। अनि धेरैजनालाई पनि मैले यो